नेपालका हरिया पहाड र समथर तराईको बीचमा एउटा यस्तो लचिलो र सङ्घर्षशील समुदाय छ जसको कथा हामीले सुनेका त छौं तर सायदै गहिराईसँग बुझेका छौं। खासमा यो केवल इतिहासको पाना वा कुनै तथ्याङ्क मात्र होइन, यो त समयको हरेक उतार-चढाव सहेर बाँचेको एउटा जीवित समुदायको वास्तविकता हो। आज हामी बादी समुदायको विगत, उनीहरूले भोगेका चुनौतीहरू र वर्तमानको सङ्घर्षलाई एउटा मानवीय कथाको रूपमा बुझ्ने प्रयास गर्दैछौं। एउटा यस्तो कथा जुन सुनियो त धेरै पटक तर कहिल्यै बुझिएन। समाजमा बादी समुदायबारे थुप्रै धारणाहरू छन्, होइन र? तर के साँच्चै उनीहरूको वास्तविक पीडा र बाध्यताले हामीले कहिले महसुस गर्ने प्रयास गरेका छौं? सायद छैनौं। यो एउटा यस्तो समुदाय हो जसको बारेमा समाजमा चर्चा त हुन्छ तर साँचो समानुभूति सधैँ हराएको हुन्छ। आज हामी यही नबुझेको कथाका भित्री तहहरू खोल्दैछौं। सबैभन्दा पहिला बादी समुदायको सांगीतिक विगत अर्थात् उनीहरूको कलाको स्वर्णयुगतिर लागौं। इतिहासको पाना पल्टाएर हेर्ने हो भने यो समुदाय कुनै बेला हाम्रो समाजको मुटुको ढुकढुकी थियो। गाउँमा कुनै उत्सव होस् या विवाह, बादी कलाकारको सुमधुर गीत र मादलको ताल बिना त्यो रौनक नै आउँदैन थियो। उनीहरूले समाजलाई अथाह खुशी दिएका थिए। उनीहरू सामान्य मानिस मात्र थिएनन्, उनीहरू त हाम्रो सांस्कृतिक धरोहरलाई जोगाएर राख्ने अत्यन्तै सम्मानित कलाकार थिए। तर समय सधैँ एकनास कहाँ हुन्छ र? अब कुरा गरौं विभेद र बाध्यताले ल्याएको एक दुःखद परिवर्तनको। हेर्नुहोस् है, हिजो जसलाई कला र सङ्गीतका सर्जक भनेर सम्मान गरिन्थ्यो, बिस्तारै समाजले उनीहरूलाई हेर्ने नजर नै बदल्यो। एकातिर मनोरञ्जन दिने ती सम्मानित कलाकार थिए, तर अर्कोतिर बढ्दो गरिबी, अशिक्षा र समाजको चरम उपेक्षाले उनीहरूलाई बिस्तारै किनारा लगाउँदै गयो। यो कुनै प्राकृतिक परिवर्तन थिएन नि। समाजले उनीहरूबाट मनोरञ्जन त मजाले लियो, तर जब उनीहरूलाई सहयोगको खाँचो पर्यो तब पूर्ण रूपमा एक्लो छाडिदियो। यहाँनिर एउटा एकदमै महत्त्वपूर्ण र गम्भीर कुरा बुझ्न जरुरी छ। धेरै बादी महिलाहरू जुन यौन व्यवसायमा धकेलिन पुगे त्यो उनीहरूको कुनै रहर वा चाहना पक्कै थिएन। पुर्ख्यौली पेसाबाट जीविकोपार्जन हुन छाडेपछि, भोकभोकै मर्ने अवस्था आएपछि बाँच्नका लागि सृजना भएको एउटा भयानक परिस्थिति थियो। यो उनीहरूको गल्ती हुँदै होइन, यो त एउटा संरचनात्मक विफलता थियो जसले उनीहरूलाई विकल्पविहीन बनाइदियो। विडम्बनाको कुरा त के भने, कसैले पनि सोधेन आखिर किन यस्तो अवस्था आयो। जब उनीहरू सङ्कटको चरम बिन्दुमा थिए, समाजले उनीहरूलाई साथ दिनुको साटो उल्टै तिमीहरू फरक हौ भनेर झन टाढा धकेलिदियो। समाजले केवल नतिजा हेर्यो र दोष लगायो, तर त्यसको पछाडि लुकेको गरिबी र भोकमरीको मूल जरोलाई कसैले हेर्न नै चाहेन। अब हेरौं यसको प्रणालीगत प्रभाव, अर्थात् उनीहरूले भोगिरहेका दैनिक कष्टहरू। साँचो समानुभूति जगाउन इतिहास मात्र हेरेर पुग्दैन। यो ऐतिहासिक सीमान्तीकरणले आज पनि कस्तो असर गरिरहेको छ एकपटक सोचौं त। साना र निर्दोष बालबालिकाहरूले शिक्षा आर्जन गर्ने जस्तो पवित्र थलोमै अपमान सहनु परेको छ। शहरमा काम वा पढाइको लागि आउँदा केवल आफ्नो थरकै कारण डेरा नपाउने अवस्था छ। अनि यी सबैबाट बच्नका लागि धेरैले आफ्नो साँचो पहिचान र थर नै लुकाएर बाँच्नुपर्ने कति भयानक बाध्यता छ। यो हाम्रो समाजको चेतना स्तरमाथिको एउटा गम्भीर प्रहार हो। तर यो कथा निराशामा मात्रै टुङ्गिँदैन। अब लागौं परिवर्तन र आशातर्फ। यो हो समुदायको पुनर्जन्म। अन्ध्यारो रातपछि उज्यालो बिहानी आए जस्तै अहिले बादी समुदायमा एउटा शक्तिशाली परिवर्तनको लहर चलिरहेको छ। आजका युवाहरूले आफ्नो कथा आफै लेख्दैछन्। उनीहरू शिक्षाको महत्त्व बुझेर अगाडि बढेका छन्, विभिन्न व्यापार व्यवसाय गरिरहेका छन् र सबैभन्दा खुसीको कुरा त के भने उनीहरूले आफ्नो पहिचानलाई गर्वका साथ स्थापित गर्दै समाजसँग दया होइन, आफ्नो समान अधिकार जोडदार रूपमा मागिरहेका छन्। अन्त्यमा एउटा भनाइ छ नि, जबसम्म एउटा समुदाय सम्मानित हुँदैन त्यति बेलासम्म समाज पूर्ण हुँदैन। बादी समुदायको यो कथा उनीहरूको मात्र होइन, यो हाम्रो सिङ्गो सामाजिक संरचनाको आइना हो। यदि समाजको एउटा सानो हिस्सा मात्र पनि अपमानित रहन्छ भने हामी कसरी आफूलाई सभ्य समाजको नागरिक भन्न सक्छौं र? के हामी सबै मिलेर यो विभेद अन्त्य गर्दै एउटा पूर्ण र सम्मानित समाज निर्माण गर्न तयार छौं त? यो प्रश्न सँगसँगै आजको हाम्रो यस प्रस्तुतिलाई यही विश्राम देऊ। यो विषयलाई गम्भीरताका साथ मनन गर्न जरुरी छ।